एउटा गरेर हुँदैन होइन, एउटा गरेर हुँदैन। राइडको कुनै भरे कहिले राइड पर्छ कहिले पर्दै पर्छ, त्यस्तै त अनि भइहाल्छ। ए ओह्रालो छ बाटो त, कोही भइहाल्यो नि त नि। त्यही धनै चिसोले बस्छ कि होइन, त्यतिखेर कस्तो गर्नुपर्छ भने रेस अलिकति बढाएर राखिदिनुपर्छ के। जुन हाम्रो यो रेस हुन्छ नि त्यो तेल खाने भाँडो के हो, त्यो रेस अलिकति बढाइदिनुपर्छ कि यो चिसो एरियामा जाँदाखेरि। तपाईँहरू त्यस्तो बाइक चलाइराख्ने मान्छे, तर म नि पहिला अब चलाएकै मान्छे हो होइन। यो राइडहरू धेरै क्यान्सल हुने क्या बाइकमा, स्कुटीमा एउटा क्यान्सल हुन्न। अनि तपाईँको चाहिँ कस्तो हुन्छ, चिसो एरियामा अब जानुहुन्छ युएहरूको एरियामा होइन, तपाईँले रेस बढाएर राखिदिनु क्या, तात्तिनु हुन्छ क्या त्यो। अनि रेस बढी भयो भने तेल एकैचोटि वाट्टै खान्छ अनि स्टार्ट हुन्छ क्या। तपाईँले रेस कम राख्नुपर्छ, अब सबैले राख्छ नि त्यो त, किन तेल कम खाओस् भनेर होइन, त्यो त हो। तर कहिलेकाहीँ चाहिन्छ क्या त्यो, एउटा स्क्रुड्राइभर त बोकिराख्नुपर्छ के। एक सेट टुल चाहिँ डिक्कीमा, अब तपाईँहरूको नि बाइकमा होइन सिटको मुनि हुन्छ त, त्यहाँ एक सेट त राख्नुपर्छ, कहिलेकाहीँ चाहिन्छ क्या। अनि अलिअलि टेक्निकल्ली सिकिराख्नुपर्छ क्या त्यो, कहिलेकाहीँ कसो पर्छ पर्छ नि। प्लकै उडेको, ब्लक सर्ट भयो नि त्यसरी त सर्ट हुँदैन होइन। तपाईँको बाइकमा त इजी छ खोल्न होइन, खोलेर तपाईँले होइन मजाले घस्दिनु क्या त्यो कालो कालो लागेको हुन्छ नि, त्यो घस्दिनु अनि हाल्नु हुन्छ क्या। नत्र तपाईँले चाहिँ तपाईँलाई थाहै नभएर त्यसरी खासै बाइक चलाउनु हुन्न क्या, तपाईँले खासै बाइक चलाउनु हुन्न क्या। अब चलाउनु हुन्छ भनेपछि त्यो प्लग खोलिदिने होइन, खोलेर एक साइडमा राख्ने स्टार्ट गर्नलाई। अनि त्यहाँको चाहिँ किक हान्नु होइन, किक हान्नु या सेल्फ दिनु होइन, त्यसले आगो कतिको फ्यालेछ क्या त्यहाँ छ्यारेर गर्छ क्या। त्यो गर्नु टाढो के छ भने होइन, ट्याक्क त्यो प्लग युज गर्नु, सफा गर्नु होइन, त्यही ढुङ्गासुङ्गा पाइन्छ केही पाइन्छ, काचा काचा घस्दिएपछि भइहाल्यो नि यार। अनि ट्याक्क हाल्नु त हुन्छ, किन नहुने। हामी नै लङ टुर त बेला बेला गइन्छ नि होइन, जाँदाखेरि चाहिँ अहिले सबै अलिअलि त जान्नुपर्छ कि, त्यति भयो नि। अहिले इन्टरनेटको जमाना छ यार, यस्तो भइसक्यो। कतिपय त चिज त्यहीबाट इन्टरनेटबाट तपाईँको डिस्कभरी एउटा केटाले डिस्कभरी च्यानल हेरेर इन्जिनियर पास गरे, विश्वास गर्नुहुन्छ। एकचोटि यहाँ नि आएको नि, तपाईँलाई थाहा चाहिँ छैन। पसिना होइन नि भाइ, होइन युए झरेको पुरै बाटाभरि कस्तो, कति बाइक लड्ने, कति। तपाईँलाई यहाँ 3 वर्ष भयो क्या यहाँ पोखरामा, अनि अस्ति 1 हप्ता नि भएको छैन बुटवलमा भएको। युए झरेको त बाटोभरि पुरै चिक्रिने पाङ्रा, कसरी चलाउँछ दुईटै खुट्टा तल राखेर कति गाह्रो गरी आएको यार। बुद्ध चौकबाट म होइन निस्केको मान्छे आज छिटो घर जान्छु भनेर जबमा थिएँ क्या त्यतिखेर, हजुर 8 बजे आएको यहाँ। पुरै बाटो त्यहाँ हिउँले लुकु 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 हिँडेछ, पाङ्रा चिप्लेर उहीँ पुगेछ। मै कतिचोटि पछाडेको मान्छे हो, कति मान्छे पछाडे त्यो दिन त डेन्जर भयो त्यो। फर्स्ट टाइम भयो त्यो पोखरामा त्यस्तो आएको। कुन बाइक हो र, कुन बाइक हो र? बाइकको वेट हुन्छ हुन त त्यो अर्को धियार भइदियो भने ठिक्क हुन्थ्यो अलि होइन, धियार भइदियो तपाईँको यति ग्याप हुन्छ नि त वहीँ गएँ कुदाउने। खास त अब त्यस्तो यो हिल एरियामा तपाईँको बालुवा एरियामा हिलो एरियामा खास त त्यो बाइक काम गर्ने हो नि त। बुलेट बाइकको त खासै हुन त एक त हाइट हुन्न, तर वेट हुन्छ क्या हुनुपर्ने। अब खै त्यो कहिलेकाहीँ त्यस्तै हुन्छ, कहिलेकाहीँ हुन्छ त्यस्तो।
त्यता मिस्त्रीहरू छैनन् त्यता त्यो हो त्यो ल भने मिलाएर गर्छ हो त्यही भएर चाहिँ एक ठाउँमा गर्दाखेरि एक ठाउँमा गर्नुपर्छ कि कहिले काहीँ पैसा हुन्छ हुँदैन मान्छेसँग होइन त्यो त कभर गरिन्छ नि त त्यतिखेर ल है पछि तिमीलाई भनिदियो मिल्छ नि त होइन त घरि यहाँ गराएको छ घरि त्यहाँ गराएको छ म बगरको मान्छे म वहाँ घाडी कुलो जान्छु सर्भिसिङ गराउन एउटा प्रब्लम म उता अफरोड गएको थिएँ कि तपाईँको भज्याङ भन्ने ठाउँमा त्यो बेरिङ गरेछ त भित्रको पाङ्रा पछाडिको पाङ्राको होइन अनि पटाक पटाक पढाउने के बेला बेला पुरै त्यो पटाको पड्काउँछ नि खुर्सानी के त्यस्तो पड्किने यहाँ कति देखाएँ मैले 10-15 ठाउँमा देखाएँ क्या कोहीले के भन्छ कोहीले के चेन्ज गर्छ प्रब्लम मरिगयो सल्भ हुँदैन फेरि अनि मेरो कान्छी आमा पनि घर फेरि बिरौटा हो अनि त्यहाँ कान्छामा बित्नु भयो थियो अनि गएको त्यहाँ ट्याक्क पारिपट्टि रहेछ होइन एकचोटि यहाँ नि बुझौँ न भनेर गएँ अब त चला एकचोटिमै थाहा पायो क्या ब्यागबुट पाङ्रा खोल्यो 350 को बेरिङ हाल्यो ल मैले ग्यारेन्टी नि दिएँ पड्क्यो भने ल भन्नु मलाई यस्तो मन पऱ्यो नि मलाई त्यो दिनदेखि म त्यही जान्छु अन्त म कतै नि जान्न अस्ति हेडलाइटको प्रब्लम आएको एउटा मान्छेले भन्छ पुरै हेडलाइटै चेन्ज गर्नुपर्छ अब हेडलाइट एकैचोटि 7500 पर्दो रहेछ के गर्ने लास्टमा हल्का तार लुज रहेछ वरि गएको त यस्तो यस्तो भयो भनेको त यसो यसो हलायो होइन ट्याक्क पत्ता लगायो यो अगाडिको यो डब्बा खोल्यो ब्याटबुट एकछिनमै 1 रुपियाँ पनि लिएन म त्यसले प्रब्लमहरू एकदम सल्भ गरिदिन्छ क्या फेरि गेट छ नि ट्याक्कै बाटेको हो क्या हो त्यो गेटको भाइले मलाई हो कि अफलाइनै हो क्या मेरो मलाई बोलाउने म भ्याइन भने अब यता टाढा भयो भने त फेरि अब डबल पैसा लाग्छ नि त होइन बल्ल एसी दिँदैछ बल्ल एसी दिँदैछ कि भर्खरको भाइ हो 3 चोटि फेल खायो हुन त 18 वर्षको भयो त्यो होइन एउटा कहाँ ल्याएको यार औ बौला रहेछ हौ यो ट्याक्सीवाला त त्यही टर्निङकै अनि बाटेको यस्तो कालो गेट के टर्निङ भने यो यस्तो घुमेर तल जान्छ नि त त्यहीँनिर छ त ठुलो गेट त त्यो दोकान थियो नि दोकानको टाँसेको तल्लोपट्टि क्या उता जानेतिर क्या अझै उतातिर जानेतिर क्या त्यो गेट छ त हो त्यो गेटको भाइ तपाईँहरू त चिन्नु पर्ने भयो त त्यहीँको त्यहीँ बसी त यता यता कता छ र भाइको सर यही गल्लीमा आफूलाई मन परेपछि त्यही हो क्या त्यो ठाउँमै मनपर्छ अनि जहाँ भयो नि त्यहीँ जाने हो कि बनाउनु त कि ठाउँ एउटा बाइकमा जाने हो भने बाइक जानिन्छ क्या नजान्ने होइन हाम्रो लागि हामी नजान्ने मान्छेलाई हो अलिअलि एउटाको आइडिया आएपछि कहाँनिर
त्यही चौकमा त्यो बाटोको सिमल चौरको ठुलै रहेछ यार है खालि त्यस्तै बनाउने रहेछ नि यार 5 स्टार म त ठोक्दिएँ 5 स्टार यस यस हस् धन्यवाद भाइ माछा खाऊ